यो वचन मिस्रबाट सुरु हुन्छ, जहाँ मोसा अन्याय देख्न नसकेर अन्यायको विरुद्धमा उभिन्छन् र त्यसै कारण उनी भाग्न बाध्य भए। फिरौनको क्रोधबाट जोगिन मोसा मिस्र छोडेर मिद्यान देश पुगे। थकित, एक्लो र अनिश्चित भविष्य बोकेका मोसा एउटा कुवाको छेउमा बसे, जहाँ परमेश्वरले उनको जीवनलाई नयाँ दिशातर्फ मोड्दै हुनुहुन्थ्यो। त्यही कुवामा यित्रो नामका याजकका छोरीहरू भेडालाई पानी खुवाउन आएका थिए। अरू गोठालाहरूले उनीहरूलाई धकेले हेपेर राखे। मोसा चुप लागेर बसेनन्। उनले ती युवतीहरूको रक्षा गरे र भेडाहरूलाई पानी खुवाइदिए। ती छोरीहरूमध्ये एक थिइन् सिपोरा। यित्रो मोसाको व्यवहारबाट प्रभावित भए। उनले मोसालाई आफ्नो घरमा बस्न दिए र समयसँगै आफ्नी छोरी सिपोराको विवाह मोसासँग गरिदिए। यसरी परदेशी मोसाले मिद्यानमा घर पाए, परिवार पाए र सिपोरासँग जीवनभरको साथ पाए। सिपोराले छोरा जन्माइन् र मोसाले उसको नाम गेर्शोम राखे, किनभने उनले आफूलाई परदेशी देशको परदेशी मानेका थिए। वर्षहरू शान्तिसँगै बिते, तर परमेश्वर मौन हुनुहुन्थेनन्। एक दिन जङ्गलको बीचमा जलिरहेको झाडीबाट परमेश्वरले मोसालाई बोलाउनुभयो, मिस्र फर्केर इस्राएलीहरूलाई दासत्वबाट निकाल्न। मोसा डराए, बहाना गरे, आफू अयोग्य ठाने, तर अन्ततः परमेश्वरको आज्ञा स्वीकार गरे। मोसा आफ्नी पत्नी सिपोरा र छोराछोरीसहित मिस्रतर्फ लागे। यो यात्रा केवल भौगोलिक थिएन, यो परमेश्वरको करारतर्फको यात्रा थियो। तर बाटोमै एउटा गहिरो र रहस्यमय घटना घट्यो। त्यस्तो घटना जसले देखायो कि परमेश्वरको काममा आज्ञा पालन कति गम्भीर कुरा हो। बाइबल भन्छ, बाटोमा परमप्रभुले मोसालाई भेट्नुभयो र उनलाई मार्न खोज्नुभयो। कारण थियो, मोसाले आफ्नै छोराको खतना गरेका थिएनन्, जुन परमेश्वरको करारको चिन्ह थियो। मृत्यु नजिक थियो, परिस्थिति भयावह थियो, मोसा असहाय थिए। त्यही निर्णायक क्षणमा सिपोरा अगाडि बढिन्। उनले कुनै प्रश्न गरिनन्, कुनै ढिलाइ गरिनन्। उनले छोराको खतना गरिन् र परमेश्वरको आज्ञा पालन गरिन्। त्यसपछि परमप्रभुले मोसालाई छोड्नुभयो। एउटा स्त्रीको साहसी निर्णयले एउटा भविष्यवक्ताको जीवन बचायो र इस्राएलीहरूको मुक्तिको मार्ग खुला रह्यो। यसपछि सिपोरा बाइबलमा धेरै देखिँदैनन्, तर उनको मौन कदमले ठूलो सत्य देखाउँछ। परमेश्वरको योजनामा कहिलेकाहीँ अगाडि उभिने होइन, सही समयमा सही निर्णय गर्ने मानिस नै इतिहास बदल्ने पात्र बन्छ। सिपोराको जीवनयात्रा प्रस्थान 2 अध्यायको 15 देखि 4 अध्यायको 26 पदसम्म सीमित छ, तर यसको सन्देश असीमित छ। यो वचन हामीलाई बुझाउँछ, विश्वास शब्दमा होइन, आज्ञा पालनमा देखिन्छ, र कहिलेकाहीँ इतिहास एक मौन हातबाट जोगाइन्छ।